नमस्कार, म बबिता। नेप्लिज टेस्टमा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो रेसिपी हो थोरै तेलमा थोरै सामग्रीहरूबाट सजिलो, मिठो र छिटो तरिकाले बन्ने जिरा आलु। अब सुरु गरौँ यसलाई चाहिने सामग्रीहरूबाट। उसिनेर काटेको आलु 2.5 कप, जिरा 1 टेबलस्पुन, तेल 2 टेबलस्पुन, जिरा धनियाको पाउडर 1 चिया चम्चा, रातो खुर्सानीको धुलो 1 चिया चम्चा, बेसार आधी चिया चम्चा र नुन स्वाद अनुसार। हरियो धनियाको पत्ता 2 टेबलस्पुन। सबैभन्दा पहिला भाँडा तताउनुस् र त्यसमा तेल राख्नुस्। तेल तात्यो कि तातेन भनेर हामीले जिराको 2-3 वटा दाना राखेर हेर्ने अनि सबै जिरा कालो हुन्जेलसम्म फुराउने। यतिको कालो भइसकेपछि हामीले हाम्रो उसिनेको आलु आधी कप मात्रै राख्छौँ, जसले गर्दा हामीले सुरुमा मसला राख्दैनौँ। मसला नडढोस् भन्नको लागि हामीले यसरी आलु राखेर त्यसलाई हल्का फ्राई गर्छौँ। अब यसमा हामीले खुर्सानीको धुलो, जिरा धनियाको धुलो, बेसार, र नुन स्वाद अनुसार यसरी राख्ने र यसलाई राम्ररी चलाउने। यो मसला राम्ररी पाकोस् भन्नको लागि हामी यसलाई छोपेर एकछिन पकाउँछौँ। एकछिनपछि अब यसमा हाम्रो बाँकी रहेको सबै आलु राख्ने र त्यसलाई पनि राम्ररी मिक्स गरेर चलाउने। अब यसलाई एकछिन हामी राम्ररी पकाउँछौँ। यसरी हाम्रो जिरा आलु पाकेको छ। यति सजिलै हाम्रो जिरा आलु पाकेको छ। अब यसमा हामी हरियो धनिया राखेर यसलाई राम्ररी चलाउँछौँ। अब हाम्रो जिरा आलु रेडी भएको छ। अब यसलाई सर्भ गर्नुस् र इन्जोय गर्नुस्। Thank you for watching. Please like, share, subscribe and comment.